न्यू दिल्ली रोमनियन एम्बेसीमा के प्रश्नहरू सोध्छ भनेर धेरैजनाले कमेन्ट गर्नुभएको थियो र मलाई पर्सनल इनबक्समा पनि धेरैजनाले मेसेज गर्नुभएको छ के प्रश्नहरू सोध्छ भनिदिनु न भनेर। अब अहिले चाहिँ के सोध्छ भन्ने कुरा चाहिँ मलाई थाहा भएन। मलाई चाहिँ 1 वर्ष अगाडि के सोधेको थियो भन्ने कुरा चाहिँ म अहिले भनिदिन्छु। मलाई चाहिँ के काममा जान लाग्यो, कुन कम्पनीमा जान लाग्यो, नाम, उमेर, तपाईको नाम, तपाईको उमेर, अनि स्यालेरी कति छ, फ्यामिलीमा को छ, बिहे भयो कि भएन, अनि रोमानियाबाट अन्त अरू देश भाग्छ कि भाग्दैन, अनि रोमानियामा कोही आफन्तहरू छ कि छैन र अन्य युरोप कन्ट्रीहरूमा आफन्तहरू छ कि छैन। यदि तपाईलाई अरू कन्ट्रीमा अलि धेरै पैसा पाउँछ भने थाहा पाएपछि कि तपाईँ रोमानिया छोडेर भाग्नु हुन्छ कि हुँदैन भन्ने कुराहरू, यस्तै प्रश्नहरू सोधेको थियो। धेरै सोधेको थिएन मलाई चाहिँ। यदि तपाईँहरू आफ्नो बारेमा इङ्ग्लिसबाट भन्न सक्नुहुन्न र अलिअलि इङ्ग्लिस बुझ्न सक्नुहुन्न भने प्र्याक्टिस गरेर जानु होला। प्र्याक्टिस गरेर एमबिसीको डेट आएपछि ट्याक्क जानु होला। र जो पनि अब जाँदै हुनुहुन्छ रोमनियन एम्बेसी न्यू दिल्लीमा, तपाईँहरू सबलाई शुभकामना छ। सबैजनाको भिसा लागोस्।